नमस्ते टु एभ्रिवान, स्वागत छ हजुरहरूलाई गोर्खाली ट्रेडरमा। आज म तपाईहरुलाई स्टेप बाइ स्टेप देखाउने छु क्युटेक्समा एकाउन्ट कसरी बनाउने र नेपालबाट सेवा प्रयोग गरेर डिपोजिट कसरी गर्ने। भिडियो लास्टसम्म हेर्नुहोस्। प्रोसेस एकदम सिम्पल छ अनि खास नेपाली भ्युअर्सहरुको लागि यो भिडियो डिजाइन गरिएको हो। सो लेट्स बिगिन विथ गोर्खाली ट्रेडर। सो गाइज, म आफ्नो पीसीको स्क्रिनमा आइसकेको छु। तपाईहरु आफ्नो मोबाइल फोनबाट पनि गर्न सक्नुहुन्छ, सेम प्रोसेस हुन्छ। तपाई जुनसुकै ब्राउजर खोल्न सक्नुहुन्छ, जस्तै मेरोमा ओपन ब्राउजर अनि फायरफक्स अनि क्रोम ब्राउजर पनि छ। म फायरफक्स नै खोल्छु ल। सबभन्दा पहिला तपाई सबभन्दा पहिला डिस्क्रिप्सनमा दिएको लिंकमा क्लिक गर्नुहोस्। यो लिंक होला म कपी गरेर राखेको छु। म यहाँ पेस्ट गर्छु। यो लिंक खोल्दा तपाईँ क्युटेक्सको अफिसियल पेजमा जानुहुन्छ। सबभन्दा पहिले यहाँ कन्ट्री छ हैन, कन्ट्री आफ्नो कन्ट्री हाल्नु होला, नेपाल। जस्तै मेरो नेपाल हो हैन। अनि करेन्सीमा हेर्नु गाइस, यहाँ युएसडी, बीआरआर, जीबीपी सबै छन् हैन। अहिले अहिले करेन्टली एनपीआर एभाइलेबल छैन, छिटै यो पनि एभाइलेबल हुन्छ हैन। सो अहिले म युएसडी नै राख्दिम, नभए आइएनआर, पीकेआर जेसुकै राख्दा हुन्छ। यहाँ इमेल हाल्नु होला, जस्तै म आफ्नो इमेल हालिरहेको छु हैन। गोखाली trader.npl @gmail.com। सो यहाँ पासपोर्ट हाल्नु होला। तपाईँ आफ्नो मनले जुनसुकै पासपोर्ट हाल्न सक्नुहुन्छ। म हालिसकेँ। यहाँ हेर्नु, 18 वर्षभन्दा माथिको मान्छे हुनुपर्छ है। सो यसको सर्भिस एन्ड एग्रिमेन्ट पढ्न सक्नुहुन्छ तपाईँहरू। यहाँ होला, यहाँ क्लिक गरेपछि पढ्न सक्नुहुन्छ। म पढिसकेको छु, त्यही भएर आई डोन्ट निड नाउ। सो मैले ठिक गरिदिएँ, किनभने म आफै 18 भन्दा माथि नै छु। सो यहाँ हेर्नु, आई डिक्लेयर एन्ड कन्फर्म द्याट आई एम नट अ सिटिजन और रेसिडेन्ट अफ द युएस फर द ट्याक्स पर्पज। हामी नेपाली छौँ, युएस सिटिजन छैनौँ। सो टिक लगाइदिउँ अनि यहाँ रजिस्ट्रेसनमा क्लिक गरेर यहाँ एकाउन्ट खोल्नेछ तपाईँहरूको। सो हेर्दै जानु। सो गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरू, यहाँ मेरो एकाउन्ट खुलिसक्यो। यो बताइरहेको छ इन्ट्रेक्सन, मलाई थाहा नै छ। सो म यहाँ गट इट गरिदिउँ। ओके, यसको मिनिमम डिपोजिट $10 हो। सो यहाँ हेर्नु, अब सबभन्दा पहिला हाम्रो एकाउन्ट त यहाँ खुलिसक्यो, तर यो एकाउन्ट अहिले भेरिफाइड छैन गाइज। यो एउटा इम्पोर्टेन्ट कुरा भयो। यहाँ एकाउन्टमा हेर्नु, यहाँ लेफ्ट साइड हेर्नु गाइज, एक ट्रेड हो, यो सपोर्ट हो अनि यहाँ एकाउन्ट हो। यहाँ एकाउन्टमा हेर्न सक्नुहुन्छ तपाईँहरू, यहाँ यो नट भेरिफाइड हो सनी। त्यही भएर यहाँ सबभन्दा पहिला यहाँ हेर्नु गाइज, फर्स्ट नेम के हो, मेरो जस्तो नाम म आफ्नो साथीको हालिदिइरहेको छु, साथीको एकाउन्ट खोलिरहेको छु। त्यही भएर म यहाँ कसको नाम यसको नाम हालिदिइरहेको छु अनि यसको सर नेम र डेट अफ बर्थ गाइज जुन होला तपाईँहरूको त्यही नै हाल्नु होला। यो इङ्ग्लिसमा हाल्न सक्नुहुन्छ, इङ्ग्लिसकै हालिदिँदा पनि हुन्छ। सो यहाँ म हेर्नु गाइज, उसको डेट अफ बर्थ 2001 अनि जुलाई 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 अनि डेट चाहिँ 26 यो भयो होइन गाइज। सो यहाँ हेर्नु, एड्रेसमा के गर्नु, तपाईँ आफ्नो एड्रेस हाल्नु होला, जुन तपाईँको त्यो डकुमेन्टमा हुन्छ नि। पासपोर्ट होस् या नागरिकता होस्, जुनसुकैमै यो मेन्सन हुनु पर्यो है। सो म यहाँ सेभ गरिदिइरहेको छु। यो भयो होइन। अब गाइज यहाँ एउटा हेर्नु, यो इमेल अहिले देखाइरहेको छ अनभेरिफाइड।
सो यहाँ के गर्नुपर्छ सबभन्दा पहिला हेर्नु गाइस, यहाँ जुन छ नि रिसेन्टको अप्सनमा क्लिक गर्नु होला। यहाँ हेर्नु, वी हेभ रिसेन्ट यु एन इमेल विथ एन एक्टिभेसन लिङ्क। सो यो तपाईँको इमेलमा आएको होला, यो इमेल छ नि मेरो, जुन तपाईँहरू इमेल हाल्नुभयो होला त्यही इमेलमा आउँछ। सो यहाँ हेर्नु गाइज, म आफ्नो इमेल खोलिरहेको छु। त्यो इमेल कहाँ छ, यहाँ छ। सो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, यहाँ आइसकेछ। यहाँ हेर्नु, यो अलिक ठुलो भयो, हल्का सानो गरिदिइरहेको छु तपाईँहरूलाई अलिक सजिलो हुन्छ। यहाँ हेर्नु, थ्याङ्क यू फर रजिस्ट्रेसन एन्ड एकाउन्ट विथ क्योटेक्स बिफोर विभिङ वी निड टु मेक स्योर द्याट इट्स यु, प्लिज क्लिक बिलो टु भेरिफाई अवर इमेल एड्रेस। यहाँ क्लिक गरिदिनु होला होइन। यहाँ हेर्नु, यो भेरिफाइड भयो होइन। अब कहाँ, यो भइसक्यो। यहाँ एकाउन्टमा आउनु होला अनि एकचोटि रिफ्रेस गर्नु होला। सो गाइज यहाँ हेर्न सक्नुहुन्छ, यहाँ अपलोड डकुमेन्ट स्टिल, यहाँ हेर्नु स्टिल नट भेरिफाइड। यो मेरो इमेल पनि भेरिफाइड भइसक्यो, म आफ्नो डिटेल पनि फिल गरिसकेँ। यहाँ हेर्नु, इमेल पनि मेरो, यहाँ हेर्न सक्नुहुन्छ तपाईँ, इमेल पनि मेरो भेरिफाइड भयो। यो सब थोक मेरो भेरिफाइड भयो, तर यसको प्रुफ प्रुफ चाहियो नि, यो मेरै डिटेल हो भनेर। त्यही भएर यहाँ डकुमेन्ट सबमिट गर्न भनिरहेछ। प्लिज अपलोड अ कलर फोटो और स्क्यान इमेज अफ योर रेगुलर सिभिल पासपोर्ट, ड्राइभिङ लाइसेन्स अथवा नेसनल आइडेन्टिटी कार्ड, त्यो सबैसँग उपलब्ध नै हुन्छ। सो यहाँ क्लिक गर्नु होला। अनि यहाँ टर्म्स एन्ड कन्डिसन, प्राइभेसी, यो सब थोक दिएको हुन्छ, त्यो पढिहाल्नु होला। अनि यहाँ क्लिक गरेर कन्टिन्यू गर्नु होला। अनि त्यसपछि यहाँ हेर्नु, यहाँ इस्युम कन्ट्री हाम्रो नेपाल नै हो। अनि नेपाल छँदैछ, यहाँ नेपाल क्लिकै छ। अनि डकुमेन्ट टाइप, यो मध्ये आइडी कार्ड, पासपोर्ट, रेसिडेन्सी पर्मिट, ड्राइभिङ लाइसेन्स, यो मध्ये चारवटा मध्ये एउटा हुनु पर्यो। जस्तै पासपोर्ट नभए त्यो नागरिकता जुनसुकै मान्छेसँग हुन्छ नि हुन्छ। सो म सबभन्दा इजी गर्नलाई म नागरिकताको अप्सन चुज गर्न गइरहेको छु। सो यहाँ चुज गरेँ, यहाँ कन्टिन्यूको अप्सन। यहाँ हेर्नु, फ्रन्ट साइज, फ्रन्ट साइड र ब्याक साइड, म यो अपलोड गरिदिइरहेको छु। ओके गाइस, यो प्राइभेसी हुन्छ, त्यही भएर म यो कट गर्छु हल्का। सो गाइस तपाईँहरू पनि हेर्न सक्नुहुन्छ, म आफ्नो फ्रन्ट र ब्याक साइडको नागरिकताको फोटो हालिसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, फ्रन्ट र ब्याक साइडको। यहाँ कन्टिन्यू गर्नु होला ल। त्यसपछि हेर्नु, यो भेरिफाइङ यो आइडी, दिस मे टेक अ फ्यु मिनट, प्लिज वेट वाइल वी कम्प्लिट द चेक। यो हामी वेट गरौँ। सो गाइज यहाँ भइसक्यो हाम्रो एकाउन्ट भेरिफाइड। यहाँ म एकचोटि रिफ्रेस गर्छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, मेरो एकाउन्ट यहाँ भेरिफाइड देखियो होइन। अब कुरा बच्यो कि अब यहाँ डिपोजिट चाहिँ कसरी गर्ने, यो चाहिँ डेमो एकाउन्ट हो। डेमो एकाउन्टमा तपाईँहरूलाई $1000 यहाँ मिल्नेछ, जुन तपाईँहरू यहाँ यहाँ हेर्नु। सबभन्दा पहिला म तपाईँहरूलाई देखाउँ, टाइम देखिरहेछ होइन। सो यहाँ हेर्नु गाइज, यहाँ टाइम 5 सेकेन्ड, 10 सेकेन्ड, 15 सेकेन्ड, 30 सेकेन्ड, 1 मिनट, 2 मिनट, 5 मिनट, 4 आवर्ससम्म छ होइन। तर म 1 मिनटमा गर्छु र टाइम अनुसारमा गर्छु, त्यही भएर म यसरी टाइम क्लिक गरेँ होइन। र यहाँ लाइभ एकाउन्ट, यहाँ क्लिक गरेपछि लाइभ एकाउन्ट खुल्छ। र यहाँ फेरि डेमो एकाउन्ट गाइज, तपाईँहरू यो डेमो एकाउन्ट भनेको चाहिँ के हो भन्दाखेरि, तपाईँहरू जस्तै हेर्नु, म यो जस्तै म 5 सेकेन्डको इक्जाम्पल तपाईँले लिन्छु होइन। 5 सेकेन्ड होइन, म जस्तै यो डाउन लाग्यो मलाई होइन, यो मेरो हेरौँ 5 सेकेन्ड, यो लस जाओस् मेरो। जस्तै यो प्रफिट भयो, कति थियो, 7 लाख समथिङ थियो होइन, 688 मेरो प्लस भयो। जस्तै मेरो यो मानौँ कि मेरो लसै भयो भने, म फेरिदेखि यहाँ रिस्टार्ट गरेर 7 लाख बनाउन सक्छु।
सो यहाँ हाम्रो नोटिफिकेसन आउँछ र अर्को फ्युचर तपाईँहरू यहाँ प्लसको आइकन क्लिक गरेर यहाँ थुप्रै चार्टहरू छन्। यो चार्टहरू खोल्न सक्नुहुन्छ। यो चार्टमा मन परेन भने अर्को अर्को जुनमा तपाईँहरूको साइकोलोजी चल्छ। म तपाईँहरूलाई अगाडि गएर साइकोलोजी भिडियोहरू स्ट्राटेजीहरू पनि सिकाउनेछु र अझै फ्युचरहरू के छ म बताइदिइरहेको छु। यहाँ यो अफ अफ भनेको माथि, यो माथि जान्छ भने मलाई लाग्छ कि यो हेर्नु यहाँ माथि जान्छ भने म अफ गर्छु। तर यो 1 मिनटको टाइम फ्रेम जस्तो म टाइम टाइम सिलेक्ट गरेको छु। यो हेर्नु टाइम टाइम 30 सेकेन्ड भन्दा पहिला यदि ट्रेड गर्नुहुन्छ भने त्यही टाइममा यो फिक्स हुन्छ। सो तपाईँ यहाँ अब अर्को फ्युचर के छ, यो सपोर्ट। यदि हामीले केही प्रब्लम भयो भने यहाँ कन्ट्याक्ट सपोर्ट टिमबाट हामी सम्पर्क पनि गर्न सक्छौँ। र यहाँ हेर्न सक्नुहुन्छ तपाईँ, यो हाम्रो एकाउन्ट त यो सबै सबथोक सिकाएकै छु। अनि यहाँ टुर्नामेन्टहरू छ, जुन तपाईँहरूलाई टुर्नामेन्ट यो $1 फी लाग्छ। यो प्राइस पोल $3000 छ। यस्तै हो, सबै टुर्नामेन्टहरू पनि चल्छ। सो यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँ एनालाइटिक्स छ। एनालाइटिक्स यहाँ तपाईँको ट्रेड गरेको यो सब थोक डिटेलहरू देखाउँछु। यो त नयाँ एकाउन्ट हो मेरो, यहाँ देखिँदैन। सो अझै हेराइदिन्छु। जस्तै यो मार्केटको भयो क्यासब्याकहरू, यो 3 डटमा जस्तै यो टप, यो लिडर बोर्ड भयो। लिडर बोर्डमा आज यो 1 नम्बरको पर्सनले 20,000 प्रफिट गरेछ। जस्तै टप 20सम्मको यहाँ देखाउँछ। हाम्रो आज भएकै छैन ट्रेड भने कहाँ प्रफिट देखाउँछ, देखाउँदैन। सो अझै यो सिग्नल, यो यो जुनमा हामी ट्रेड गरेका छौँ त्यहीहरू छ। ए हे 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 मेरो छोरी यहाँ हेर हेर हेर, डोन्ट क्राई ओके। अब हेर्नु, म तपाईँहरूलाई अब के सिकाउन जान्छु भन्दाखेरि यो लाइभ एकाउन्ट छ होइन। अब सो हाउ क्यान वी डिपोजिट इन क्युटेक्स फ्रम नेपाल। सो यहाँ सबभन्दा पहिला यहाँ हरियो आइकन हेर्नु माथि, डिपोजिटको अप्सन देखिराख्नु भएको छ, यहाँ क्लिक गर्नु होला। यहाँ हेर्नु गाइज, यहाँ थुप्रै अप्सनहरू छ। जस्तै बाइनेन्स, युएसडिटी, जुनसुकैबाट तपाईँहरू गर्न सक्नुहुन्छ। जस्तै बिटकोइनहरू सब थोक छ। नभए यहाँ ब्याङ्कको मास्टर कार्डबाट पनि गर्न सक्नुहुन्छ। तर यो आजको विषय यी सेवाको म देखाउँछु। सो यी सेवाबाट तपाईँहरू कहाँ कसरी गर्न सक्नुहुन्छ त्यो म आज सिकाउन गइरहेको छु। सो यहाँ यी सेवा देखिराख्नु भएको छ, यहाँ क्लिक गर्नु होला। र यहाँ हेर्नु गाइस, यहाँ मिनिमम कति भनिरहेछ, मिनिमम 1000 र म्याक्सिमम 16,094 राइट। सो यहाँ हेर्नु, यहाँ के देखाइरहेछ, यदि इफ यु डिपोजिट मोर देन 5,460, 5,460 भन्दा माथि तपाईँहरू डिपोजिट गर्नुहुन्छ भने तपाईँलाई 1,092 रुपियाँ तपाईँलाई बोनस मिल्नेछ। र त्यस्तै इफ यु डिपोजिट मोर देन 9,100, सो युल गेट 2,275 बोनस। त्यसै गरी त्यस्तै 13,650 डिपोजिट गर्नुभयो भने तपाईँलाई 4,000 मिल्नेछ। सपोजमा म तपाईँहरूलाई इक्जाम्पल देखाउने छु। जस्तै म 13,650 यहाँ देखाइरहेछ, म 13,650 नै राखौँ है। अनि यहाँ हेर्नु, म बोनस क्लिक गरेँ होइन। अहिले यहाँ हेर्नु 4,000, 13,000मा मेरो यु विल गेट 30% बोनस 17,745। सो यसरी नै तपाईँलाई जति 1,000 भन्दा माथि र 16,000 भन्दा 16,094 भन्दा मुनि जति सक्नुहुन्छ त्यति तपाईँ डिपोजिट गर्न सक्नुहुन्छ। सो अब म तपाईँहरूलाई देखाउने छु कि म कसरी डिपोजिट गर्छु, कति डिपोजिट गर्छु त्यो म एउटा इक्जाम्पलको लागि म तपाईँहरूलाई देखाउने छु र तपाईँहरूलाई डिपोजिट सक्सेस पनि गरेर देखाउने छु। सो यहाँ म एमाउन्ट हालिरहेको छु। सो गाइज यहाँ हेर्न सक्नुहुनेछ तपाईँहरू कि मैले यहाँ 9,900 एमाउन्ट हालेँ। अनि त्यसपछि तपाईँहरू यहाँ बोनस पनि जुन अहिले भ्यालिड छ त्यो हाल्नु होला र यहाँ डिपोजिटमा क्लिक गर्नु होला। त्यसपछि तपाईँहरूलाई क्युटेक्सको अफिसियल फाइनेन्स पार्टनरको इसेवा एकाउन्ट मिल्नेछ। तपाईँहरू यहाँ हेर्न सक्नुहुनेछ, यो इङ्ग्लिसमा गर्नु होला, माथिमा क्लिक गरेर। र यहाँ हेर्नु
वालेट नम्बरमा तपाईँलाई मिल्नेछ यो अफिसियल नम्बर छ, सेम टु सेम नम्बर हेर्नु होला र यो कपी गर्नु होला। यहाँबाट कपी गर्नु र एउटा महत्त्वपूर्ण कुरा यहाँ माथि हेर्नु गाइज, तपाईँलाई एमाउन्ट एक्ज्याक्ट हाल्नु होला सेम टु सेम र यहाँ तलपट्टिको नाम पनि मिलाउनु होला, सेम हुनु पर्यो, एक्ज्याक्ट गलत नहाल्नु होला। र त्यसपछि गाइज यो कपी गरेर यहाँ कपी गरेर तपाईँ यहाँ एक्ज्याक्ट नम्बर हालिसके, यो एक्ज्याक्ट एमाउन्ट हालिसकेपछि यहाँ ट्रान्जेक्सन गरिदिनु, एक्ज्याक्ट एकाउन्टमा हाल्नु नै पर्यो। गाइज यहाँ हेर्न सक्नुहुनेछ तपाईँहरू, म यहाँ अहिले पेमेन्ट गरिरहेको छु। पेमेन्ट मैले गरिसकेँ होइन। सो अब के गर्नु होला तपाईँहरू, पहिला पेमेन्ट गरिदिनु होइन, त्यसपछि यहाँ तलपट्टि कन्टिन्यूको अप्सनमा क्लिक गर्नु होला। अनि गाइज तपाईँहरूले यहाँ मिल्नेछ सेन्डर एकाउन्ट नम्बर, जुन ई सेवाबाट तपाईँहरू हाल्नुभयो होइन, त्यही ई सेवा नम्बर हाल्नु होला। अनि मैले हालेँ यहाँ, जस्तै यहाँ ट्रान्जेक्सन आइडी तपाईँ पेमेन्ट गर्नुहुन्छ नि, त्यहाँ तपाईँलाई स्क्रिनसट राख्नु होला, त्यहाँ तपाईँले ट्रान्जेक्सन आइडी मिल्नेछ, त्यो ट्रान्जेक्सन आइडी कपी गरेर यहाँ हाल्नु होला। र त्यसपछि गाइज तलमा सेन्डर नेम हाल्नु होला, जस्तै म हालिसकेँ यहाँ। अनि त्यसपछि कन्टिन्यू गर्नु होला। र गाइज यो त्यसपछि लोड हुन्छ 1-2 मिनट जति तपाईँलाई देखाउँछ होइन। अनि त्यसपछि वेट गर्नु होला 2-3 मिनट, यो आउँछ प्रोसेसिङ योर पेमेन्ट, वेट गर्नु होला, कन्टिन्यू गर्नु होला, जस्तै मैले वेट गरिरहेको छु। सो गाइज यहाँ हेर्न सक्नुहुन्छ योर पेमेन्ट इज सक्सेसफुली, अनि तपाईँको पेमेन्ट यहाँ सक्सेसफुल भइसक्यो। यहाँ ब्याक गर्नु होला साइडमा। अनि यहाँ हेर्नु गाइज मैले 9,900 हालेको छु, त्यो यहाँ देखायो होइन। त्यसपछि ओके गर्नु होला। यहाँ माथि हेर्नु गाइज मेरो 12,870 देखाइरहेको छ, त्यो बोनस मिलाइरहेको हो इन्डियन रुपिज होइन। सो यसरी नै तपाईँहरू डिपोजिट पनि गर्न सक्नुहुनेछ। गाइज यो के भएको थियो, लास्टको पार्टमा के भयो होइन, मेरो भोइसै रेकर्ड भएको थिएन। यो भोइस ओभर चाहिँ म माथिबाट नै हालेको छु। र गाइज मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, र यदि तपाईँहरूलाई अझै मेरो स्ट्र्याटेजीहरू, पर्सनल सिक्रेट स्ट्र्याटेजीहरू सिक्नु छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला र मेरो टेलिग्राममा जोइन हुनु होला। म त्यहाँ दिनभरिमा 30देखि 40वटा सिग्नल दिइरहेको छु र मान्छेहरू प्रफिट पनि गरिरहेको छु। सो गाइज तपाईँहरूलाई फेरि भेट्नेछु हामी सेम अन्दाजमा। थ्याङ्क यू।